हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। म चाहिँ निस्मा बस्नेत हो। म चाहिँ आज भर्खर उठेर यहाँ हेर्नुहोस् न यसरी ब्रेड बनाउँदैछु। आज ढिलो भयो काम जान, 11 बजे मेरो काम, तर ढिलो भइसक्यो। आज ढिलो उठेछु होइन। अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्दै यो भिडियोमा अगाडि बढाउँदैछु है। यो चाहिँ मेरो सेकेन्ड भ्लग हो। यो पनि माया गरिदिनु होला है, साथ सपोर्ट गरिदिनु होला। अनि तपाईँहरू के गर्नुहुँदैछ यतिखेर? म चाहिँ यसरी अहिले भर्खर उठेर खानाहरू बनाउँदैछु, खाजा। यहाँ हेर्नुहोस्, यहाँ कफी छ, अनि यहाँ ब्रेड बनाउँदैछु। ब्रेड त हामी यसरी बनाउँछौँ। अनि यो खाएर काममा जानुपर्ने। आज ढिलो भइसक्यो। आज यहाँ 11 बजिसक्यो। ढिलो भएछ, आज ढिलो सुतेछु क्या। अनि त्यही भएर अनि भन्नुहोस् युट्युब फ्यामिली होइन त। मैले बनाएँ ब्रेड 3 पिस बनाएँ। अब यो खान्छु होइन, कफी खान्छु, अनि यो पिनट बटर हालेर खान्छु। अनि त्यसपछि म काममा लाग्छु। हजुरलाई म काम गरेको बेलामा के अरे म के काम गर्छु हजुरहरूलाई देखाउँछस्। साथीहरू आज यहाँ पनि पानी परिरहेको छ। पानी परेछ, दिन यस्तो छ। यहाँनिर बिल्डिङ ठुलो पछि बिल्डिङहरू बनाउँछ, पनि होटेल बनाउँछ अरे। अनि म चाहिँ अब काममा जाँदैछु। अच्छा यो चाहिँ हो मेरो काम गर्ने, मेरो होटेलको नाम यो हो। अब हामी जान्छौँ कामतिर गाइज। यहाँ इग्नोर हाल्दिनँ है ल। मेरो कपाल कस्तो फुलेको क्या है, कति जाडो भएको छ। यहाँ आइसकेपछि मेरो अनुहार बिग्रिरहेछ, हेर्नु न कस्तो भइरहेछ। तिम्रो मायामा मेरो सामानहरू यहाँ राखेको छ। अब म बेल बजाउँछु। यहाँ मेरो काम देख्नुभयो, रुमहरू यस्तरी। यहाँ आम्मा यो सब गर्नु। ए मेरो काम यस्तै हो, देख्नुभयो। अब यो रुमहरू मिलाउनु पर्छ होइन, बेडहरू सनाकसिनिक पार्नुपर्छ। अनि रुम रेडी पारेर यहाँ न तपाईँलाई म माथिको भ्युज पनि देखाइदिन्छु। वहाँनिर यहाँ यहाँबाट यस्तो देखिन्छ हाम्रो ठाउँबाट। हजुरलाई जुन यो हो, यहाँ साइड छ नि, यो गाडी भएको, यो चाहिँ पार्किङ एरिया हो। यो पार्किङ एरिया हो, यहाँ हामी बस्ने बरन्डा हो। यो मेरो काम गर्ने रुम हो। अब काम गर्नुपर्छ, भाडाहरू हेर्नु यस्तो बनाएको छन्। अब म काम गर्छु, हजुरलाई काम गरेपछि रुम चट्ट भएपछि म हजुरलाई फेरि एकचोटि देखाउँछु, हजुर भिजिट गराउँछु। तिमी बिनाको जीवन साझको धडकन जाने मन कस्तो राम्रो देखेको छ है साथै बाहिरतिर क्या है। डेन्जर काम छ, डेन्जर। चिसो मौसममा मेरो गीतहरू चाहिँ नराख्दिनु है तपाईँहरूले। अब आज तपाईँलाई म भ्लग यस्तै अलिअलि गर्दै इम्प्रुभ गर्दै जान्छु होइन। मेरो युट्युब फ्यामिली हजुरहरू पनि गफ गर्नु होला म सँगसँगै। हस्
म सँगसँगै गफ गर्नु होला। जाने के हो अयो म भन्दा पनि ठुलो ठुलो यस्तो हुन्छ यहाँ नै के यस्तो आज रुमहरू सब रेडी पार्नुपर्छ। आज भोलि रेडी पारेर त्यसपछि फेरि मेरो काम हुँदैन। अस्ति डिसेम्बरमा त बिजी भएको थियो, अहिले त त्यति साह्रो छैन। अब आज कतिसम्म सक्छु सफा गरेर अनि भोलि गर्नुपर्छ नि गाइस, बिस्तारै बिस्तारै गर्नुपर्छ। यो चाहिँ कति चुचिन्छ हौ फेरि। आजको भ्लग तपाईँहरूलाई म कसरी काम गर्छु भनेर देखाउँछु ल। त्यही हो, अब हामी यता अर्कोपट्टि जानुपर्छ। हामी यता अर्कोपट्टि जानुपर्छ गाइस। सेट बच्चाको गुडिया छोडेछ नि त। यहाँ आउनु न, यो क्युटी पाई छोडिएछ। यो मेसेज गर्नुपर्छ अहिले सरलाई, एउटा सामान छोडिएको छ भनेर। भित्र पस्यो कि गर्मी हुन्छ। दिल लगाने की बात करते हो, ला 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 ला। यो के अरे साथी होटेलमा काम गर्ने मात्रै हो। हामी यता पर दिदी हुनुहुन्छ, दिदी आउनुहुन्छ धेरै काम भएको राम्रो सघाउनको लागि। अनि काम गर्छौँ दुईजना मिलेर। हामी यो रुममा 2 दिन बसेको क्या साथी। अनि अलिअलि फोहोर छ, तर त्यस्तो फोहोर पनि छैन। बच्चाहरू बसेको पनि यस्तै त हुन्छ नि होइन। हामीहरू पनि बच्चा बसेको भने यस्तै हुन्छ। वाट डु यु मिन बाई भने जस्तो। के हो नै मैले अगाडिबाट खै यो के गरिरहेछ है मलाई थाहा छैन है। क्यामेरा भिडियोहरू बनाउनु त बनाएको थिएँ यहाँ मान्छेहरू
ए गर्छन् मिलेन गाइज। अब यो लुगाहरू हाल्ने हामी, लुगाहरू हाल्ने ओर्ने गाइज। हामीहरू लुगाहरू हजुरलाई यहाँ राख्छु म। अनि हेर्नुहोस् म लुगाहरू उयो गर्छु। जम्मा 8वटा रुम छ गाइज। अब 8वटा रुम छ मेरो फ्यामिली। अनि 8वटा रुममा मान्छेहरू अब आज छैन, भोलि एउटा रुममा छ। अनि गरेर गर्नुपर्छ नि। कति राम्रो आएको पछाडि, मजा राम्रो आएको छैन तर पछाडि साह्रै राम्रो आएको। म यो कपडाहरू उठाउने यहाँ उठाउने पनि यस्तो झोला छ। यहाँका मान्छेहरूको दिमाग चाहिँ हो क्या। गाई चाहिँ भाडा त टन्नै रहेछ जल्दी गर्नु गाई। टन्नै रहेछ गाइज, भाडा त टन्नै रहेछ। अब हामी भाडा दिन्छौँ। हेर्नु ए साथी हो युट्युब फ्यामिली, हेर्नु मैले अघि हजुरहरूलाई देखाएको थिएँ नि, रेडी पारेँ। बेडसिट टक्क मिलाएर अब यसो गरेर हेर्नु त। 3 दिन भइसक्यो लगातार पानी परेको। अहिलेसम्म पानी परेछ। मैले यो रुम सकेँ है, अनि यो रुम सकेँ, यो रुम पनि छ, यो रुम पनि सकेँ। अनि अब मैले त के अरे मोप लाउनु मात्र बाँकी छ। अनि त्यसपछि मैले यो रुम सकेँ। यहाँनिर यो अलिक मिलाउनै बाँकी छ है। यो त छ नि उयो, मैले अलिक मजाले मिलाएको छैन, यहाँ मोप गर्न बाँकी छ। अनि यहाँनिर यहाँ त यतातिर यो साइडतिर पनि घर छ, सेम नेपाल जस्तै छ है। त्यही भएर मलाई त बाहिर आए पनि त्यो के अरे विदेशमा आइछु जस्तै महसुस लाग्दैन क्या। त्यही भएर अब मैले त यो मोप लाउने ठाउँ नै बिर्सेछ गाइस। अब यो रुम बाँकी छ होइन, अब यो रुम बाँकी छ। यो रुममा चाहिँ मैले यो बेडसिट मिलाइसकेको छ। अब यता यो बाथरुम गर्नु बाँकी छ, किचन र यो सकिसकेको छु। अनि त्यति गरिसकेपछि मेरो रेस्ट टाइम भनेको चाहिँ म भोलि मात्र गर्छु।